अब बर्खा पनि लाग्यो। बिहान दिउँसो काम गर्दा गर्दै हालत खराब हुन्छ म्याम फुली। सो गाइस आज त म घाम भन्दा पहिला उठे अनि बिस्तारा मिलाएर टक्क टाउको नुहाएर फ्रेस भए। नपत्या हेर्न सक्नुहुन्छ घामै छैन। पुरा आठ लाग्दो आज घामै लाथेन। मेबी म छिटो उठेर हुन सक्छ। बिहान उठेपछि कहाँ बसिरहन पाउँछ र फेरि काम लगाइहाल्छ यार। अनि उठ्न साथ मम्मीले चाहिँ एक डोको मल बोकेर बिउ राख्न जा भन्थ्यो अनि म चाहिँ टक्क लाएर कोदालो र मल बोकेर सरासर गएको त म आउनु भन्दा पहिले यत्रो भइसकेछ। त्यसपछि म पनि मल छरेर गम खनेर बिउ राख्नको लागि बारी रेडी गर्दै अनि बाबा चाहिँ यता घाँस काट्दै। म चाहिँ बिहान केही नखाएको त्यसैले खाजा ल्याइदिएको रहेछ टप बिस्कुट रे। त्यही भयो नि पानी हालेर खाइदिए। अनि मम्मी चाहिँ कहिले यता बाबा उता अनि कहिले चाहिँ सँगै बसेर काम गर्दै थियो। अनि बल्ल बल्ल भ्याएर मलाई चाहिँ घाँस बोकेर जा भन्दै थियो। भोकलले ट्वाट भए बेला घाँस बोकेर छिटो घर आए। त्यसपछि शुभ कार्यमा ढिलो किन पेटमा मुसा दौडिरहे बेला ल्याम्पका ल्याम्प। अनि हाम्रो घरमा चाहिँ सारूले गुड बनाएको थियो होइन बिचरा जस्ता तातेर गर्मी खप्न नसकेर झरेछ के बच्चा त्यहाँ। मलाई चाहिँ यस्तो देखेपछि ओ बर माया लाग्छ के फेरि। त्यसपछि जस्ताको रापले तातिनु भन्दा हामीले कोर्केमै बाहिरै छोडिदिए। यत्तिकै राखे नि यसको माउले आएर खाजा खुलाउँछ के फेरि। त्यसपछि गाउँमा गएर हल्का क्यारम बोर्ड पनि हान्दिए। अनि त्यसकै एकैछिनमा बारी जानु पर्यो रे क्या म्याम फुली मोल हाल्न। यो गाउँ घरमा काम पनि कति हुन्छ हौ। गराछ यार सकिने हैन कहिले। अब त झन् बर्खा लाग्यो भने बिहान दिउँसो काम गर्नुपर्छ यार। दिमाग खराब गधा बराबर। बिहान पनि घाँस दिउँसो पनि घाँस बोक्दै जाने भयो जिन्दगी। घर आएर बाहिर राखेको यो सारलाई फेरि गुडमा हालिदिए किनकि रातमा त जस्ता तात्दैन नि त यसलाई बस्नु पनि सजिलो हुन्छ। अबको एक हप्तामा त उड्ने हुन्छ अनि उडाउँछ माउले। अब आजको लागि यति नै। That's it for today. Tata and bye bye.